नमस्कार। नेपालको शेयर बजारमा लगानीको दायरा दिनदिनै फराकिलो हुँदैछ है। सधैँ ब्याङ्क र हाइड्रो पावर मात्रै किन हेर्ने? आज हामी कुरा गर्दैछौँ अन्य क्षेत्र अर्थात् अदर सेक्टरमा आउन लागेका 11वटा एकदमै एक्साइटिङ आइपिओहरूको बारेमा। ल सुरु गरिहालौँ है त। हो, प्रश्न एकदमै महत्त्वपूर्ण छ। के यी आइपिओहरू साँच्चै लगानीको लागि एउटा नयाँ र सुनौलो अवसर हुन् त? बजारमा जुन किसिमको उत्साह छ नि, त्यसलाई हेर्दा त सम्भावना एकदमै बलियो देखिन्छ। आज हामी यही सम्भावनाको गहिराईमा पुग्नेछौँ। हो, तपाईले ठिक सुन्नुभयो। जम्मा 11वटा कम्पनीहरू पाइपलाइनमा छन्। यिनीहरूले बजारमा अर्बौंको लगानी अवसर ल्याउँदैछन्, तर सबै एकै किसिमका भने छैनन्। कुरा बुझ्न सजिलो होस् भनेर हामी यिनीहरूलाई दुईवटा मुख्य समूहमा बाँडेर हेर्नेछौँ। ल, पहिलो समूहमा ती कम्पनीहरू छन् जसले आफ्नो शेयर अंकित मूल्यमा मतलब प्रति किता 100 रुपियाँमै जारी गर्दैछन्। यो त लगानीकर्ताहरूका लागि सबैभन्दा परिचित र भनौँ न आधारभूत लगानीको बाटो हो। सूचीको सुरुवात गरौँ मिडिया क्षेत्रको एकदमै परिचित नाम डिश मिडिया नेटवर्कबाट। कम्पनीले लगभग 1 अर्ब 97 करोड रुपैयाँको ठूलै आइपिओ ल्याउँदैछ, त्यो पनि अंकित मूल्य 100 रुपियाँमै। यसको मतलब करिब 2 लाख भाग्यमानी आवेदकले शेयर पाउनेछन्। अब पालो आयो रेमिटेन्स क्षेत्रको लिडर आइएमई लिमिटेडको। विदेशबाट पैसा पठाउने सबैले चिनेको यो नामले अब 12.5 करोडको आइपिओ मार्फत सर्वसाधारणलाई पनि आफ्नो हिस्सेदार बनाउँदैछ। यसमा चाहिँ 1.25 लाख जति आवेदकलाई शेयर पर्ने देखिन्छ। स्वास्थ्य क्षेत्रमा लगानी गर्न चाहनेहरूका लागि पनि राम्रो अवसर छ। चर्चित हेम्स हस्पिटलले 24 करोड रुपैयाँको आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। यो आइपिओबाट करिब 2,40,000 लगानीकर्ताले स्वास्थ्य क्षेत्रमा आफ्नो लगानी गर्न सक्नेछन्। अब एउटा अलि फरक आइपिओ हेरौँ है। नेपाल ब्रोडकास्टिङ च्यानलको अंकित मूल्य 100 रुपियाँ होइन, जम्मा 50 रुपियाँ मात्रै छ। यसको फाइदा के हो भने सामान्यतया 1000 रुपियाँमा 10 किता पाइने ठाउँमा अब 20 किता शेयर पाइने भयो। यो सानो लगानीकर्ताका लागि निकै आकर्षक हुन सक्छ। हाम्रो सूचीमा अर्को छ बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डस्ट्रिज। यसले 45 करोड रुपियाँको विशाल आइपिओ ल्याउँदैछ। यसको आकारले नै यो एउटा ठूलो औद्योगिक समूह हो भन्ने संकेत गर्छ। यसबाट त 4.5 लाख आवेदकले शेयर पाउनेछन्, जुन अहिलेसम्मकै ठूला मध्ये एक हो। स्वास्थ्य क्षेत्रमै अर्को विकल्पको रूपमा मेडिकेयर हस्पिटल पनि आइपिओको तयारीमा छ। यसले 11.25 करोड बराबरको शेयर जारी गर्नेछ र यसबाट 1,12,000 भन्दा बढी लगानीकर्ताले यो क्षेत्रमा लगानीको अवसर पाउनेछन्। अब लागौं भविष्यको ऊर्जा मतलब नवीकरणीय ऊर्जातिर। आई सोलर लिमिटेडले करिब 13.5 करोडको आइपिओ मार्फत सोलर ऊर्जामा लगानी गर्ने अवसर दिँदैछ। यो क्षेत्रमा लगानी गर्न चाहनेहरूका लागि यो एक राम्रो सुरुवात हुन सक्छ है। अब कुरा गरौँ उड्डयन क्षेत्रको, जहाँ प्रभु हेलिकप्टरले यो सूचीकै सबैभन्दा ठूला आइपिओ मध्ये 61 करोड 25 लाखको निष्कासन गर्दैछ। यसको आकार यति ठूलो छ कि 6 लाख भन्दा बढी आवेदकले शेयर पाउनेछन्। यसले बजारमा पक्कै पनि ठूलो तरङ्ग ल्याउन सक्छ। अंकित मूल्यमा आइपिओ जारी गर्ने कम्पनीहरूको यो सूचीको अन्तिममा छ सोलर फार्म लिमिटेड। यसले पनि नवीकरणीय ऊर्जा क्षेत्रमा करिब 19 करोडको लगानी अवसर ल्याउँदैछ। तर सबै आइपिओ 100 रुपियाँमा आउँछन् भन्ने छैनन् नि। अब हेरौँ अर्को समूह। अब दोस्रो समूहका कम्पनीहरूतिर जानुअघि प्रिमियम मूल्य भनेको के हो त्यो बुझौँ। एकदमै सरल भाषामा भन्दा यदि कुनै कम्पनी पहिलेदेखि नै नाफामा छ, बलियो छ भने उसले मेरो शेयरको वास्तविक मूल्य 100 भन्दा बढी छ भनेर अंकित मूल्यमा केही रकम थपेर शेयर बेच्न सक्छ। हो, त्यही थपिएको रकम नै प्रिमियम हो। ल, अब हेरौँ ती दुई कम्पनीहरू जो आफ्नो बलियो वित्तीय अवस्था र भविष्यको सम्भावना देखाएर अंकित मूल्यभन्दा महँगोमा शेयर जारी गर्ने आँट गरिरहेका छन्। पहिलो कम्पनी हो कैलाश हेलिकप्टर सर्भिसेज। यसले प्रति किता 100 रुपियाँमा 277 रुपियाँ प्रिमियम जोडेर कुल 377 रुपियाँमा शेयर जारी गर्दैछ। अब मूल्य अलि महँगो भएपछि यसमा करिब 30,000 आवेदकले मात्र शेयर पाउने देखिन्छ, जसले गर्दा यो पाउन अलि प्रतिस्पर्धा नै होला। प्रिमियममा आउने अर्को कम्पनी हो काठमाडौँको थमेलमा रहेको छायादेवी कम्प्लेक्स। यसले त झन् 300 रुपियाँ प्रिमियम जोडेर प्रति किता 400 रुपियाँमा शेयर जारी गर्ने योजना बनाएको छ। यसमा करिब 44,000 आवेदकलाई शेयर पर्ने देखिन्छ। यति धेरै कम्पनीको सूची हेरिसकेपछि सबैको मनमा एउटै प्रश्न छ,
आखिर कुन चाहिँ आइपिओ सबैभन्दा पहिले आउला त, ताकि लगानीको लागि तयारी गर्न सकियोस्? आउनुहोस् यसको सम्भावनाको विश्लेषण गरौँ। अहिले उपलब्ध जानकारी अनुसार 3वटा कम्पनीहरू नियामक निकायबाट अनुमति पाउने दौडमा सबैभन्दा अगाडि देखिन्छन्: डिश मिडिया, आइएमए लिमिटेड र ह्याम्स हस्पिटल। प्रक्रिया अन्तिम चरणमा रहेकाले यीमध्ये कुनै एकको आइपिओ छिट्टै घोषणा हुन सक्ने बलियो सम्भावना छ। यहाँ मुख्य फरक के हो भने अंकित मूल्यमा आउने आइपिओहरूले सामान्यतया छिटो स्वीकृति पाउँछन्, तर प्रिमियममा आउने कम्पनीहरूले चाहिँ अहिलेको नियामक नीतिका कारण केही ढिलाइको सामना गर्नुपर्ने हुन सक्छ। उनीहरूले कि त आफ्नो मूल्य घटाउनुपर्नेछ वा नियम परिवर्तनको लागि अलि लामो समय कुर्नुपर्ने अवस्था आउन सक्छ। लता, आज हामीले यी 11वटा सम्भावित आइपिओहरूको चिरफार गर्यौं। एकातिर छन् अंकित मूल्यका सुरक्षित देखिने विकल्पहरू, अर्कोतिर छन् प्रिमियममा आउन लागेका अलि महँगा तर महत्वाकांक्षी कम्पनीहरू। अब लगानीकर्ताहरूको रोजाई कता जाला त्यो हेर्न निकै रोचक हुनेछ। यी आइपिओहरूले पक्कै पनि नेपालको शेयर बजारमा एउटा नयाँ तरङ्ग ल्याउनेछन्।